सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, यो मेरो फेसबुकमा पोस्टहरू टेक्स्ट मात्रै पोस्ट हुने गरिएको रिस्ट्रिक्सन्स छ र लाइभमा पनि केही छैन हैन, आफ्नो कुराहरू राख्न चाहिँ मलाई मिलिरहेको छ। खास फुल्ली फङ्सन गरिरहेको छैन मेरो फेसबुक एकाउन्ट। एनिवेज यहाँहरूसँग लाइभमा जोडेर केही कुराहरू मैले राख्न पाइराखेकै छु र अहिले बहस, निकै ठुलो बहस म सामाजिक सञ्जालमा देखिरहेको छु र बहसको खाँचो छ। अझै यतिले हुँदैन, थुप्रै बहस गर्नुपर्छ। श्रम संस्कृति पार्टी मैले किन खोल्नु पर्यो हैन? सबैभन्दा पहिला त म किन धरानको प्रमुखको चुनाव लड्नु पर्यो भन्ने बारेमा यहाँहरूलाई मैले बुझाउनुपर्छ। नलड्दा पनि हुन्थ्यो नि त हैन? त्यत्रा दलहरू थिए, थुप्रै मान्छेहरू थिए, मै किन आउनु पर्ने थियो हैन भन्दा मैले ती दलहरूमा कहिल्यै पनि लोकतन्त्र देखिनँ है। आफूलाई लोकतान्त्रिक हैन, सामाजिक के हैन, समाजवादी यावत कुराहरू चाहिँ नि आफूलाई भनेर अगाडि आएका दलहरूमा पनि मैले कहिले पनि लोकतन्त्र देखिनँ त्यहाँ हैन। कुन अर्थमा लोकतन्त्र देखिनँ भन्दाखेरि लोकतन्त्रमा चाहिँ मैले बुझेको चाहिँ एउटा गरिब मान्छेको पनि हैन अधिकार सुनिश्चित हुनुपर्छ। एउटा गरिब दुखी हैन, जोसँग केही छैन नि हैन, उसँग पहुँच छैन, पैसा छैन, त्यस्ता मान्छेहरूको पनि न्याय सुनिश्चित हुनुपर्छ क्या लोकतन्त्रमा। त्यो मैले देखिनँ, त्यो दलभित्रै पनि देखिनँ। अब त्यो दलले ल्याएको शासनमा त झन् देख्दै देखिएन। ठुला बडा है, सोचाइ नै बोल्न सक्ने, हाँक्न सक्ने, खेल्न पेल्न सक्ने मान्छेहरूको मात्रै मैले चाहिँ नि देखिरहेँ। त्यसो भएको कारणले गर्दाखेरि अब त्यो दलहरूले कहिले पनि लोकतन्त्र ल्याउन सकेन है। मेरो दाबी चाहिँ त्यो हो। दलतन्त्र चलिरह्यो। प्रहरीलाई दलीयकरणमा हैन तपाईको फसाइदियो। प्रहरी जस्तो तपाईको के हो त भन्दाखेरि राज्यको अत्यन्तै हैन निरपेक्ष रहनुपर्ने हैन, एकदमै तपाईको चाहिँ नि न्युट्रल रहनुपर्ने है, जो चाहिँ राज्यको मात्रै हो, देशको मात्रै हो, त्यस्तो निकायलाई दलको बनाइदियो हैन। अनि कुन दलले डिआइजी, कुन दलले आइजिपी, कुन दलले के हैन, हरेक कुरा चाहिँ तपाईको दलको भइसकेपछि प्रहरी पुरै दलीयकरण भयो। एमालेको को कांग्रेसको को हैन, माओवादीको को, अहिले नयाँ आउनेहरूको को भन्ने खालको चाहिँ तपाईको प्रहरीलाई दलीयकरण गरिसकेपछि हैन, तपाईको चाहिँ नि प्रहरीले प्रहरी जस्तो काम गर्न सकेन। प्रहरीलाई कहिल्यै पनि देशको बनाउन सकेन कि हैन, देशको भनेर बनाउन सकेन। प्रहरीलाई चाहिँ नेताको चाकडीमा हैन, नेताको गुलामी गर्नका लागि है, अब नेतैले उसलाई नियुक्ति गर्ने, पार्टीकै सदस्यता तपाईको चाहिँ नि लिएर प्रत्यक्ष रूपमा नदेखिए पनि तपाईको चाहिँ त्यसरी नै काम गरिरहेको भएको कारणले पार्टीले नै नियुक्ति गर्ने अनि तिनै पार्टीका नेताहरू है शक्तिमा अब उनीहरू नै पुग्ने, उनीहरूकै तपाईको चाकडी गर्दै ठिक्क। त्यसले गर्दाखेरि एउटा गरिब दुखी निरीह मान्छेहरूको निवेदनसम्म लिन नमान्ने हैन, त्यो खालको स्थिति बनाइदियो प्रहरीलाई दलले। न्यायालय त्यस्तै भयो है, फल्ना न्यायाधीश फल्ना नेताले नियुक्ति गरेको अनि फल्ना नेता फल्ना पार्टीको भन्ने खालको स्थिति भयो। त्यसो भएको कारणले गर्दाखेरि प्रहरी दलीयकरणमा फस्यो, न्यायालय दलीयकरणमा फस्यो। अब तपाईको चाहिँ नि हैन छानबिन गर्ने आयोगहरू, नियोगहरू है, अख्तियार जस्ता तपाईको चाहिँ नि राज्यको निष्पक्ष ढङ्गबाट चाहिँ नि काम गर्ने निकाय नै दलको भइदियो है। यो भएको कारणले गर्दाखेरि देशमा दलतन्त्रको अत्यन्तै धेरै तपाईको चाहिँ नि हैन बिगबिगी है, दलले जे गर्दा पनि हुने, सिमानै बेजिँदा पनि हुने, देशै बेजिँदा पनि हुने, जे गर्दा पनि हुने भन्ने खालको भइसकेपछि दलले भ्रष्टाचार नाथे त सामान्य भयो हैन।
भ्रष्टाचार नाथे त सामान्य सानो कुरा भयो, केही होइन भ्रष्टाचार। कत्रो कत्रो तपाईँको छैन देशद्रोहको तपाईँको काण्डहरू हुँदा त केही भएन भने नाथे भ्रष्टाचार के हुन्छ भन्ने खालको भइसकेपछि चाहिँ तपाईँको दलप्रतिको वितृष्णा है र दलले गरेको हरेक कुराहरू होइन अब खुसी खुसी गर्ने सबै सेटिङ मिलाएर गरिसकेपछि त्यो खुसी खुसीको विरुद्धमा मैले आवाज उठाउन थालेँ। धेरै वर्ष सङ्घर्ष गर्नु पर्यो मैले होइन, अनेक परीको चाहिँ नि झेल्नु पर्यो। कहिले झुटा मुद्दामा कस्टडीमा पनि बसियो, कहिले अनेक परीको दुर्व्यवहार र अपमानहरू सहनु पर्यो। यावत कुराहरू गर्दै 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 पनि मैले होइन तपाईँको चाहिँ नि आफ्नो सामाजिक अभियान अगाडि बढाइरहेँ, विकृति विरुद्धको अभियान अगाडि बढाइरहेँ, भ्रष्टाचार विरुद्धको अभियान, ढिलासुस्ती र यो बेथिति विरुद्धको अभियान मैले अगाडि बढाइरहेँ। अन्ततगतवा मैले चाहिँ चुनावमा भाग लिएँ र धरान उपमहानगरपालिकाको मेयर भएर काम गरेँ। मैले अरू गरेँ गरिनँ, अब यो मैले काम गरेँ गरिनँ, के गरेँ गरिनँ भन्ने कुराहरू तपाईँको चाहिँ नि मान्छेले इतिहासले मूल्याङ्कन गर्नेछ पछि होइन। मैले आफ्नो मुखबाट मैले धेरै यहाँ बखान्न जरुरी छैन, मैले यो गरेँ त्यो गरेँ भन्न जरुरी छैन। तर म यति दाबीका साथ भन्न चाहन्छु, यति दाबी आत्मसाक्षी राखेर होइन, छातीमा हात राखेर माटोको कसम खाएर भन्न चाहन्छु, म माटै ढोगेर तपाईँको चाहिँ चुनाव प्रचारमा निस्केको मान्छे हो। यो देशको माटो है सधैँभरि शिरमा राखेर बाँचिरहेको एउटा सानो मान्छे हुँ म है। त्यो चिज हो यहाँहरूलाई मैले स्मरण गराउन चाहन्छु। मैले चाहिँ नि यी कुराहरू यसरी सुरु गरेँ। त्यसले गर्दाखेरि माटोको कसम खाएर भन्छु मैले है, तपाईँको चाहिँ नि भ्रष्टाचार गरिनँ, घुस खाइनँ, एक रुपियाँमा 100 पैसा हुन्छ, 100 पैसाको 1 पैसा पनि मेरो मुखमा होइन बेइमानीको कमाई परेको छैन अहिलेसम्म, जीवनभर पर्दैन र पर्ने छैन है। यो माटोको कसम खाएर म भन्न चाहन्छु, म भ्रष्टाचार गर्दिनँ र सकेसम्म मैले भ्रष्टाचारलाई रोकेँ होइन। अब मेरो जानकारी बाहिर कोही कसैले मिलाएर खायो के खायो त्यो मलाई थाहा भएन, त्यो एउटा ठाउँमा होला, तर मैले सकेसम्म भ्रष्टाचार नहोस् भनेर अहिलेसम्म रोकेँ है। यो चिज छ र जीवनभर भ्रष्टाचार विरुद्ध लडी नै रहन्छु भन्ने एउटा कसम खाएर मेरो अभियानै त्यो थियो। म भ्रष्टाचार विरुद्धको अभियान्ता हुँ, एक्लो अभियान्ता है। पछिल्लो समयमा आएर मान्छेहरू केही जोडिए होइन, बिहाको बेला यसो भ्याउने हिँड्यौँ न त, एक दिन हिँड्यौँ एकछिन हिँड्यौँ भन्ने खालका अस्थायी प्रकृतिका होइन हामीले चाहिँ साथीभाइहरू जोड्यौँ र विभिन्न खालका सङ्घर्ष समिति के बनाएर चाहिँ मैले सङ्घर्ष गरेँ र यो मेरो सङ्घर्ष आजीवन रहिरहन्छ र यसरी चाहिँ नि मैले धरान उपमहानगरपालिकाको नगर प्रमुख बने। म बन्नुपर्ने भयो, बने, कथाले माग्यो भनौँ न, कथाले माग्यो है। केही मेरो आकाङ्क्षाका कुराहरू पनि थियो होला र यसरी चाहिँ म अगाडि आएँ। मित्रहरू, म सबैजनालाई भन्न चाहन्छु, अब धरान उपमहानगरपालिकाको नगर प्रमुख भएर होइन मैले एउटा संस्कृतिको सुरुवात गरेँ, श्रम संस्कृति। यस्तो एउटा संस्कृति जुन संस्कृतिले विभेद गर्दैन है। यहाँ मलाई चाहिँ नि होइन यो जातिवादी के वादी भनेर पनि थुप्रै गाली गर्नेहरू देख्छु होइन। यो देशलाई बचाउन चाहने बनाउन चाहने मान्छे हुँ म। अब यो देश नबचोस्, न यस्तो जस्तो छ यो थिल्थिलो गिलो यो चिरा परेर खतम होस् भन्न खालको मान्छेहरूको भावना थियो, त्यो खालको उनीहरूको चाहना हो। त्यसले गर्दाखेरि म भन्न चाहन्छु सबैजनालाई होइन, भ्रमको पछाडि नलाग्नु, श्रमको पछाडि लाग्नु। यस्तो संस्कृति जुन संस्कृति सबै जातिको संस्कृति हो, जुन सबै धर्मको संस्कृति हो है, सबैको संस्कृति श्रम संस्कृति, जुन श्रम संस्कृतिले विभेद गर्न जान्दैन। हामी श्रमदानको अभियानमा होइन ठुलो भाँडामा भात पकाएर खान्छौँ। कुन जातको मान्छेले भात पकायो र कुन जातको मान्छेले खायो भन्ने हाम्रो वास्ता हुँदैन है। जातीय छुवाछुत अझै पनि जुन छ नि होइन हाम्रो समाजमा, त्यो जातीय छुवाछुत विरुद्धको अभियान पनि हो यो एउटा। अन्त राखिदेऊ त्यहाँ, ल्याऊ ल त्यो त्यस्तै छ। ल जाऊ, राम्रो काम गर केटा हो।
र प्रहरी नगर प्रहरी भाइहरूलाई भने है मैले र त्यो चिज हो। त्यसले गर्दाखेरि विभेद विरुद्धको होइन सामाजिक छुवाछुत जुन छ नि जातीय छुवाछुत यो विरुद्धको अभियान पनि हो श्रम संस्कृति है श्रम अभियान श्रमदान गर्ने हामी त्यो खालको चाहिँ एउटा संस्कृतिको सुरुवात होइन गराएर अगाडि बढिरहेका छौँ। त्यसको एउटा प्रवर्तकको रूपमा त्यसको प्रणेताको रूपमा रहेको छु म र अहिले चाहिँ नि हाम्रो हर्कवाद है भनेर पनि साथीभाइहरूले भन्नुहुन्छ र त्यसैले हामीले स्थापित पनि गरेका छौँ त्यहाँ माथि श्रम संस्कृति स्तम्भमा होइन। त्यसमा प्रकृतिको कुरा हुन्छ संस्कृतिको कुरा हुन्छ र प्रविधिको कुरा हुन्छ। हामी मान्छे आफैमा प्रकृतिको एउटा अंश हौँ। हाम्रो शरीर प्रकृति हो होइन। हामीले फेर्ने सास है हाम्रो शरीर आफैमा प्रकृति हो। हामीले पिउने पानी हामीले खाने खाना सम्पूर्ण कुरा प्रकृति हो होइन। तर हाम्रो सोच विचार होइन हाम्रो मनोविज्ञान हामी कस्तो सोच्छौँ होइन भात खाँदा कसरी खान्छौँ देखि लिएर हामी कस्तो घरमा बस्छौँ कुन तपाईँको चाहिँ साइजको घरमा बस्छौँ यी सम्पूर्ण कुराहरू चाहिँ हाम्रो के हो त भन्दाखेरि सोच विचारले तय गरेको छ। हामी कस्तो बोली बोल्छौँ हामी कस्तो व्यवहार गर्छौँ भन्ने कुरा हाम्रो संस्कृतिको कुराहरू। त्यसले गर्दाखेरि हाम्रो सोच विचार र हाम्रो व्यवहार भनेको हाम्रो संस्कृति हो। सबै संस्कृति फुलहरू हुन् है। सबै संस्कृति फुलहरू कुनै पनि फुल नराम्रो हुँदैन। हेर्नुहोस् गुलाबको फुल भन्नुहोस् या तपाईँको चाहिने होइन सयपत्री फुल भन्नुहोस् कुनै पनि फुल नराम्रो हुन्छ त नराम्रो हुन्छ हुँदैन। त्यसले गर्दाखेरि सबै जात जातिका संस्कृति राम्रा हुन् है। कुनै पनि संस्कृति जातिको संस्कृति चाहिँ ठुलो र राम्रो अझै धेरै त्यो चाहिँ एकदम राम्रो भन्ने हुँदैन। संस्कृति आफैमा राम्रो हो। सबै संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने एउटा चाहिँ हाम्रो मोटो छ नारा छ हैन। त्यो नारा अन्तर्गत चाहिँ हामी प्रकृतिको संरक्षण गर्छौँ जुन हामी आफै हो। हाम्रो शरीर आफैमा प्रकृति हो। हाम्रो सोच विचार यो के हो त भन्दाखेरि संस्कृति हो। यो संस्कृतिको तपाईँको चाहिँ हामीले संरक्षण गर्नु जरुरी छ है। र प्रविधिको कुरा प्रविधि भन्नेको चाहिँ तपाईँको प्रकृति र संस्कृतिलाई सन्तुलन बनाइराख्नका लागि अपनाइने एउटा होइन विधिलाई हामी प्रविधि भन्छौँ। त्यो प्रविधिले गर्दाखेरि तपाईँको चाहिँ के हो त भन्दाखेरि हाम्रो जीवनलाई सहज बनाउन सक्नुपर्छ है। हाम्रो जीवनलाई सहज बनाइराख्दाखेरि हाम्रो संस्कृतिको पनि संरक्षण गर्न सक्नुपर्छ भन्ने चाहिँ र यसरी चाहिँ तपाईँको के हो त भन्दाखेरि प्रकृति संस्कृति र प्रविधिको संयोजनबाट चाहिँ उभिएको एउटा चाहिँ सिद्धान्त जसलाई हामीले चाहिँ होइन एउटा स्तम्भ पनि बनाएको छौँ त्यहाँ हर्कवाद भनेर भन्नु भएको छ साथीहरूले होइन। र त्यसैलाई लेखेका छौँ र त्यो त्यसमा टेकेर हामी अगाडि बढ्छौँ है। हामी अगाडि बढ्छौँ र श्रम नगरी हुँदैन श्रमदान नगरी हुँदैन। श्रम पेटको लागि गरिन्छ श्रमदान देशको लागि गरिन्छ। श्रम मात्रै गरेर हुँदैन बन्दैन देश होइन। श्रम मात्रै गरेर देश बन्दैन श्रमदान पनि गर्नुपर्छ। श्रम पेटको लागि गर्छौँ श्रमदान देशको लागि गर्छौँ है। यो श्रम भन्ने कुरा नगरिकन चाहिँ उत्पादन हुँदैन है। अभाव रहन्छ। अभाव भनेकै गरिबीको कारण हो। अभाव हुने बित्तिकै गरिबी रहन्छ। गरिबी रहने बित्तिकै तपाईँको चाहिँ भोकमारीदेखि लिएर हरेक कुराको चाहिँ होइन त्यहाँनिर चाहिँ एउटा द्वन्द्वको स्थिति सिर्जना हुन्छ। त्यस पछाडि अशान्ति होइन यो सबै यो आन्दोलन र यो आगजनी यो सबै कुरा त्यही हो। अभावको कारणले गर्दाखेरि होइन भएको कुराहरू। त्यसो भएको कारणले गर्दाखेरि हामी होइन यी कुराहरूलाई चाहिँ नै होइन बुझेर श्रम गरेर आफ्नो देशलाई आफै बनाउँछ। विदेशीले फालेको टुक्रा पक्रेर च्यापै खाने उसले चुसेर फालेको जुठो हड्डी टोक्दै हिँड्ने किसिमको चाहिँ नै हाम्रो पराधीन सोच विचारका कारणले गर्दाखेरि हामी कहिल्यै पनि होइन तपाईँको चाहिँ स्वाधीन बन्न सकेनौँ समृद्ध बन्न सकेनौँ होइन। शक्तिशाली बन्ने त कुरै भएन होइन। हामी जिउ पालै त गर्न सकिएको छैन शक्तिशाली बन्ने त कुरै भएन होइन। हाम्रो डिफेन्स सिस्टम के छ अहिले
प्रहरीको तपाईँको बिजोग छ, यहाँ हरिबिजोग छ। कहाँ बस्ने, कहाँ भात पकाइ खाने, प्रहरी पोस्ट कसरी सञ्चालन गर्ने, शान्ति सुरक्षासम्म छैन भनेपछि शक्ति हुने डिफेन्सको लागि चाहिँ हामीले एट्याकको लागि होइन, अफेन्सको लागि होइन, तर डिफेन्सको लागि शक्ति सञ्चय गर्ने त कुरै छैन। यसले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, हाम्रो देशमा आफै गरेर खानुपर्छ अब है। हाम्रो देशको माटोमाथिको हाम्रो अधिकार हामी आफैले चाहिँ नै सुनिश्चित गर्नुपर्छ भन्ने खालको चाहिँ नि होइन एउटा सिद्धान्त बोकेर हामी अगाडि आइरहेका छौँ। र किन पार्टी खोल्नु पर्यो त भन्दाखेरि देखियो नि त, सबै पार्टीहरू देखियो होइन, पार्टीहरू सबै देखे। नेताले ठुल्ठुलो तपाईँको छैन अकुत सम्पत्ति जोडेको, बङ्करमा पैसा राखिराखेकोदेखि लिएर है सबै कुरा देखियो, सबै पार्टीका सबै खालका मान्छेहरूको देखियो। तपाईँको छैन सम्पत्तिको स्रोत होइन छैन, स्रोत बिनाको सम्पत्ति जोडेर अकुत सम्पत्ति जोडेर बसिरहेको छ। कहाँबाट आएको होइन, के गरेको कसैलाई थाहा छैन। अनि यसरी कालाबजारी गर्नेहरू होइन, विदेशीको तपाईँको छैन पैतालामा है आफ्नो टाउको निहुराएर छैन है आशीर्वाद मागेर छैन देश चलाउन खोज्नेहरू, यस्ता मान्छेहरूको पछाडि लाग्ने तपाईँको छैन होइन, तपाईँको त्यो खालका नेताहरू, त्यो खालका पार्टीहरू र त्यसका पछाडि लाग्ने तपाईँको छैन है, मैले भन्ने गर्छु नि माथि ठुलो देशद्रोह र त भ्रष्टाचार गरेर फालेको केही टुक्रा टुक्रीले जिउ पाल्छ भन्ने खालको होइन कार्यकर्ताहरू, त्यो खालको भएको कारणले गर्दाखेरि अब नितान्तै फरक खालको पार्टी हामी निर्माण गर्नुपर्छ। समयले माग्यो, देशले माग्यो। मैले अघि भनिसकेँ होइन, यो बेथिति भ्रष्टाचार अराजकता यो खालको नभएको भए म एक्लै यो लाइनमा आउँदै नआउँदा पनि हुन्थ्यो होइन। म सामान्य तपाईँको चाहिँ नि होइन कामहरू गरेर गुजारा चलाउन सक्थेँ। मैले त्यत्रो चुनौती लिएर यो दुनियाँभरको चाहिँ नि होइन यो खराब तत्त्व र खराब शक्तिसँग एक्लै लड्छु भिड्छु भनेर चाहिँ नि होइन जुन प्रण गरेर आइरहनु पर्दैन थियो, त्यतिखेरै पर्दैन थियो। अब यो विचार जुन विचार लिएर हामी अगाडि बढिरहेका छौँ, यो विचारलाई मन पराउने मान्छेहरूलाई हामीले सङ्गठित गर्नु छ है मित्रहरू। त्यो चिज हो। अब धरानमा मात्रै बसिराखेर धरानमा मात्रै श्रमदान गरेर हुँदैन, देशैभरि श्रमदान गर्नुपर्छ। देशैभरि चेतनाको लहर होइन, विकृति विसङ्गति विरुद्धको हाम्रो चाहिँ चेतनाको अभियान सञ्चालन गर्नुपर्छ भन्ने समयको माग हो। त्यसो भएको कारणले गर्दाखेरि अब मलाई मन पराउनु हुने, मलाई समर्थन गर्नुहुने, मेरा विचार होइन धारालाई मन पराउनु हुने, मेरो व्यवहार मेरो चाहिँ अभियानलाई मन पराउनु हुने होइन, देशलाई चाहिँ कसरी उत्पादन र निर्माणसँग जोड्न सकिन्छ भन्ने मेरो एउटा कन्सेप्ट जुन छ, भिजन जुन छ, त्यसलाई मन पराउनु हुने र जुन भिजन भएर मात्रै पनि हुँदैन होइन, त्यो अनुसारको डिसिजन र मिसन मा गएर चाहिँ पक्का होइन ग्राउन्ड लेभलमा काम गर्न सक्ने खालको मान्छे चाहिँ हो यो भनेर मलाई मन पराउनु समर्थन गर्नुहुनेहरूलाई मैले एउटा सङ्गठनमा बाँध्नु जरुरी छ। अन्यथा ती मान्छेहरू होइन, म त धरानमा बसिरहेको छु, धरान बाहिरका मान्छेहरू अन्य दलतिर जाने अथवा अन्य दल जो चाहिँ त फटा हो त्यो त, तर भोट नदिए अब नभइसकेपछि देयर इज नो एनी अप्सन भनेपछि त्यसैलाई भोट हाल्नुपर्छ भन्ने किसिमको बाध्यात्मक परिस्थिति होइन, त्यो एउटा कमसल परिस्थिति नबनोस् भनेर पनि हामीले पार्टी बनाउनु पर्ने बाध्यता र त्यो समयको माग, त्यो तपाईँको चाहिँ एउटा बाध्यता मात्रै कति भनिराख्ने होइन, त्यो एउटा चाहिँ हाम्रो उत्कट इच्छा पनि चाहिँ तपाईँको सम्बोधित हुनुपर्ने देखिएको कारणले गर्दाखेरि पार्टी बनाइएको छ मित्रहरू है। चुनाव चिन्ह माटो राखेका छौँ र त्यसमा पनि अब केही निर्वाचन आयोगले गतागत जिङजुङ के भन्छ भन्ने कुराहरू होइन, भन्ने सम्भावना भन्ने कुराहरू छ, तर जस माटोसँग हामी राख्छौँ होइन, चुनाव चिन्ह माटो त्यो हुन्छ र यसलाई हामी अगाडि बढ्ने चाहिँ छौँ। र श्रम संस्कृति पार्टीमा यहाँहरू सम्पूर्णलाई म चाहिँ नि आह्वान गर्न चाहन्छु, यो तपाईँको आफ्नो पार्टी बन्ने छ। यहाँ कोही कसैको कार्यकर्ता हुनुपर्ने कुरा छैन, कोही कसैले कसैको गोडा मोल्नुपर्ने कुरा छैन। पूर्ण स्वतन्त्रताका साथ हामी बन्छौँ र हामीलाई एउटा चुनाव चिन्ह चाहिएको हो कि होइन, यी कुराहरू पनि छ। सङ्गठनलाई निर्माण गर्नदेखि लिएर अब ती खराब शक्तिहरूलाई त परास्त गर्नका लागि एउटा होइन असल शक्तिको निर्माण र स्थापना हुनु जरुरी पनि थियो होइन। त्यो चाहिँ जुन फोर्स भएर आउँदैछ, यहाँहरू सम्पूर्णलाई म हृदयदेखि होइन आह्वान गर्न चाहन्छु, तपाईँहरू जोडिनुहोस् है। यो देशलाई जुरुक्कै उठाउनुपर्छ है, यो देशलाई जुरुक्कै उठाउनुपर्छ। हामी उठ्नेछौँ, विभाजनका पर्खालहरू टेकेर हामी उठ्नेछौँ, यो देशमाथि उठाउन हामी जुट्नेछौँ। सम्पूर्णलाई शुभ समयको कामना गर्दै अहिलेको यो छोटो लाइभबाट म बिदा भएँ। नमस्कार, जय होस्।
जय देश, जय श्रमदान, जय स्वाभिमान।